नेपाल टेलिभिजनका लागि मिडिया हबको प्रस्तुति हास्य टेली श्रृङ्खला एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो पुरपुरोमा सधैँ छटारो एकैछिन फुर्सद छैन पर्छ चटारो अभागियो पुरपुरोमा सधैँ छटारो खानु नपिउनु हजुर लाखर लाखर हिँड्यो न त ठाउँमा पुग्न सक्यो न त मान्छे चिन्यो काम बल्ला भन्दा भन्दै मरिसक्यो आशै जे गरे नि सुख छैन ए मेरी बासै ए मेरी बासै मेरी बासै मेरी बासै मेरी बासै मेरी बासै दालको पानी माछीले खाने बिरिमसित जाने कि नजाने दालको पानी माछीले खाने बिरिमसित जाने कि नजाने दालको पानी माछीले खाने बिरिमसित जाने कि नजाने कस्तो मिठो गाएको भाइ हो साह्रै मिठो जाने कि नजाने कस्तो मिठो गायो केटोले है गीत त्यही पुरानो पुरानो गीत त साह्रै मिठो है त्यही त अरू त्यस्तो मिठो गाउँछ आफूलाई त गाउन नै आउँदैन के अरू आउँदैन त तिमीलाई के गर्छ तर पिर नगर है मलाई यसो मान्छे मिल्यो भनेदेखि म गाउँमै यस्तो गायन कार्यक्रम राखिदिन नि सक्छु म त्यो बरु रानी क्या एकपल्ट मास्टरलाई सल्लाह गर्नु पर्ला होइन मलाई गाउँमा सबैले राजु मास्टर त भन्छन् तर मास्टर अनुसारको नाम अनुसारको मैले गाउँमा इलम गरेर देखाउन चाहिँ सकिनँ है क्या हो अब केही न केही इलम गर्नु पर्छ आराम आराम बल्छी आराम होइन के हो सधैँ बल्छीको त्यो काठ समातेर हिँड्ने हातमा आज चाहिँ फाइल छ नि त भाउ के हो यो चाहिँ सानो एउटा कार्यक्रम सँगसँगै कमाइ पनि हुने खाले एउटा प्रस्ताव लिएर आएको के बिजनेसको ए बिजनेसको प्रस्ताव मैले ल के रहेछ ल पढेर सुना नि त पढ्ने भन्दा नि आफै पढेर हेर्नुहोस् न अब ए मैले आफै पढ्नु पर्यो अब तँलाई त पढ्न आउनु त पर्यो श्रीमान डट 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 खाली राजु मास्टर डट 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 खाली के हो बाउ जिउ गाउँमा गायन प्रतियोगिता गरी कला संस्कृतिको संरक्षण गरी आर्थिक लाभ लिने सम्बन्धमा धन्यवाद अहिले आएर मान्छे मलाई ठेला छोड्यो है होइन बल्छी तैँले यो चारवटा पानालाई चारवटा अक्षरले किन भर्या खास एउटै पानामा भरिन्थ्यो नि यो चारवटा अक्षर त दिमाग के मार्छ दिमाग अब चाहिँ यत्रो बडा कार्यक्रमको प्रस्ताव ल्याउँदाखेरि एउटै पानामा खर 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 पारेर लेख्दाखेरि सानो एक पाने प्रस्ताव भनेर अलि इज्जत नहोला भनेर प्रस्तावलाई चाहिँ अलि मोटो बनाउनलाई चाहिँ मैले पानै पछि यति कुरा लेखेर ल्याएको ए प्रस्तावलाई चाहिँ बाक्लो बनाएको ल अब प्रस्ताव त राम्रो लिएर आएछस् अब भनेपछि गाउँमा गायन प्रतियोगिता हुने भयो होइन त भाउ हुने मार्छ गर्ने भयो ए अर्को कुरो साँच्चै यो गायन प्रतियोगितामा निर्णायक हुन्छ नि जज क्या जज यो जज चाहिँ कसलाई राख्ने हो फेरि गाउँमा सबैलाई खबर पनि गर्नु पर्यो हे तेरिका मार्छ जजको बारेमा विचार गरौँला के तर गाउँमा खबर गर्ने कुरो चाहिँ सबैलाई थाहा भइसक्यो होला अघि नै हाम्रो दिदीले थाहा पाइसकेको थियो मैले भन्दैमा ए हुन त तेरो दिदी त एफएमै हो नि अब एफएमए विज्ञापन गरे हुँदा चर्की छिन् दिदी हुन त एफएम पनि के भन्नु अहिले त फेसबुक
छिनमा गएर सबैलाई भनिसके हुन्छ। ए भनेपछि तिम्रो भाइ बल्छीले गाउँमा गायन प्रतियोगिता राख्ने हो नि त? हो त नि त्यसकै लागि राजु मास्टरसँग सरसल्लाह गर्न गएको छ। यो प्रतियोगिता राख्ने त ठिकै हो, तर त्यो निर्णय जज क्या जज को बस्छ होला? अरू को बस्नु के काई साहब, हजुर नै बस्दिनु पर्यो मुख्य जजमा। भइहाल्छ नि। बरु एउटा कुरा सुनाओ त, अस्ति चुनावमा मैले हारेपछि मेरो इज्जत सर्लक्क तल झर्यो। अब यो कार्यक्रममा जसरी भए पनि गोख्ते काजीको इज्जत चाहिँ माथि ल्याउनु पर्यो बाबु। यसो चाहिने खर्च वर्च छ नि, जति चाहिन्छ निर्धक्कसित खर्च गर्नु, म सबै म बेर्छु। बस कुरो सकिएको। हामीले यही खर्च पर्चमा चाहिँ हजुरबाट सहयोग हुन्छ भनेर नि यो मुख्य निर्णायकमा चाहिँ हामीले हजुरलाई राख्ने निर्णय गरेका। कसो बल्छी? सही कुरा हो। ल ल तिमीहरू आफ्नो तयारीमा लाग, मैले गर्न पर्ने सहयोग तिमीहरूको हातमा परिसक्यो भने सोच। अब म आफ्नो तयारीमा लाग्छु है त। ल अब हजुर आफ्नो तयारीमा जुट्नुहोस्, अब हामी आफ्नो पाराले तयारीमा जुट्छौँ होइन त? यहाँ त्यो काई साहबको नाम चाहिँ लिएर जानु न डायरीमा। सिमसिमे पानीमा जेलले बेमन गर्छ कि जिन्दगानीमा। अब यसरी रुहा टुप्पा टुप्पा आएर गीत गाउनु प्र्याक्टिस गरेपछि त्यो गायन प्रतियोगिता कसो नजितौँला हो? होइन मेरो घरमा के चाहिँ छ र मैले विज्ञापन दिनु हो राजु मास्टर? अहिले आएर मान्छे मलाई खेलान छोड्यो है। होइन गाउँमा भएको कार्यक्रममा त अलिअलि सहयोग त गर्नु पर्यो नि स्याल भए, कहाँ त्यसो भनेर हुन्छ? त्यही त भने दिनु पर्यो नि। अलिअलि चाहिन्छ, विज्ञापन चाहियो यहाँ हामीलाई। ओहो अब के को दिउँ त? एउटा बुढो भैँसी छ त्यसैको दिन्छु भन्नु। बस भइ त हाल्यो नि होइन? हुन्छ ल भैँसीको हो पैसा चाहिँ छिटो गर्नु पर्छ। दिन्छु दिन्छु। ओके ल ल धन्यवाद। ल ए हामीले मिलाइयो त। ल धन्यवाद छ। ल हामीलाई पनि तपाईँलाई पनि। आहा, हाम्रो गाउँमा पनि गायन प्रतियोगिता रे। केटाहरूले आयोजना गर्न आएको छ। आयोजना पनि कस्तो रमाइलो, सबै वर्गलाई समेटेको। बाल बालिका, वृद्ध वृद्धा, म जस्तो युवाले पनि भाग लिन पाउने रे भनेपछि लडचड प्रस्तुति त हुनु भएन। अलिकति नमस्कार। नमस्ते। ओ केटा हो, नमस्ते नमस्ते। ल बसौँ भने बसिसकेछौ। अनि केटा हो, यो गायन प्रतियोगिताको तयारी चाहिँ कस्तो चलिरह त? तयारी त द्रुत गतिमा भइरहेछ दारिबा। अब हामी चाहिँ यहाँ खास किन आएको भने एउटा हजुरले सानो सहयोग गरिदिनु पर्यो, त्यही अपेक्षा लिएर आएको। सहयोग कस्तो भन्नु होला भन्दाखेरि विज्ञापन हुन्छ नि कार्यक्रमको, त्यो साइड साइडमा यसरी राख्ने चाहिँ एउटा त्यो बोर्डहरू बनाएर हजुरले अलिअलि यसो सहयोग गरिदिनु पर्यो क्या। भइहाल्छ नि, भइहाल्छ नि त भनेर भनी। अब के को विज्ञापन दिने होला त? अब विज्ञापन दिँदाखेरि पनि अलिकति उत्कृष्ट खालको विज्ञापन होस् न, होइन त? दारी, अब आफूसँग भएको यही दारी छँदैछ है, यसको विज्ञापन गरिदिनुहोस् ल। भनेपछि मैले सहयोग चाहिँ कति गर्नु पर्ला त बाबु? अब हामीले कति भन्नु, अब हजुरको इज्जत गाउँमा कत्रो इज्जत छ हजुरको, त्यही इज्जत सम्झेर सहयोग गरिदियो हुन्छ। हामीले कति भन्नु अब अस्ति भर्खर बाख्राको पाठो बेचे, हजुर अहिलेलाई चाहिँ 5,000 छ। हजुर हजुर। अब दुमो पनि त राख्नु पर्यो नि 1,000। यो 4,000 बाबुहरूले राख्छ। 4,000 ठिकै छ। अब आफ्नो इज्जत सम्झिनु के रे, हामीले त के भन्नु खोइ। अब इज्जतै सम्झिनु पर्दा त अब यो दुमो पनि के रखाइ ल ल बाबु ल, यसो 50-60 रुपियाँ राख्दा भइहाल्छ नि। ल त ल। अब बाबुहरूले एक किसिमले हेर्दाखेरि हजुर संस्कार र संस्कृतिको संरक्षण गरिरहनु भएको छ। हजुर अर्को हिसाब किताबले भन्न पर्दाखेरि हजुर गाउँमा खुम्चिएर बसेका, हजुर लुकेर बसेका प्रतिभाहरूलाई छताछुल्लो हिसाब किताबले प्रस्फुटन गर्दै हुनुहुन्छ। अब यस्तो कुरामा त
पछि हट्ने कुरै आएन बाबु। आएन। म आफ्नो दारी बेचेर हुन्छ कि जुङ्गा बेचेर हुन्छ कि आफै बेचेर हुन्छ कि अनि? बाबुहरूलाई अङ्ग्रेजीमा भन्छन् नि हेल्प हजुर। हेल्प गर्नु म तयार। जिद्दी गर्ने। ल धन्यवाद दारीबा। ल। अब कार्यक्रममै भेटौँ ल। हुन्छ नाम चाहिँ टिप्नु पर्ने यहाँ कलम यता कता छ अहिले टिप्नुलाई केही छैन। अब ल है बाबु। आस ल। ल है होला बाबु। संस्कृतिको संरक्षण लाग्यो ल मलाई। ल ल दारी। ल मेरी बासै मेरी बासै गाउँमा यत्रो गायन प्रतियोगिता हुन लाग्छ। अब आफूले नि यसो गाउनु पर्ने, तर के गर्नु फिटिक्कै गाउन आउँदैन। तर केही छैन, आफ्नै भाइहरूले आयोजना गर्न लागेको कार्यक्रम हो, केही न केही उपाय त लाउला नि। हेलो दिदी, प्र्याक्टिस गर्यो गीतको? हेर्न प्र्याक्टिस त गर्नु पर्यो भनेर यहाँ बस्या त हो नि। यसो गाउन थाल्यो, आधी आधी मात्रै गीत आउँछ भने पुरै त एउटै आउँदैन। हो र? अब जे होस्, हर्ता कर्ता भने तिमीहरू नि हौ क्यारे, जसरी नि जिताउनु पर्छ है मलाई। अनि राजु मास्टर चाहिँ होइ त घरतिर लगाइरहेछन् माथि। त्यसो भए खुर्क गइहाल न त, के हेरिरहे जा गर यसो कुरा मिला। हेर भाइ छोरा हो, तिमीहरूलाई मैले भविष्यमा कस्तो किसिमको सहयोग गर्नुपर्छ त्यसको लागि म गर्दन काटेर भए पनि सहयोग गर्न पछि पर्दैन। अब जुन यो गाउँमा यो गायन कार्यक्रम हुन लागिरहेछ नि, गायन प्रतियोगिता, त्यसमा चाहिँ म प्रस्तुत हुनुको लागि तिमीहरूले मलाई विशेष खालको सहयोग गर्नुपर्ने छ बाबु। त्यति त हामी गरिहाल्छौँ नि। कस्तो सहयोग हो त्यो त भन्नुहोस्। अब मैले गर्न खोजेको चाहिँ के भने, अब खास त्यस्तो गाह्रो त केही छैन, नाम्लो डोरीको खेला हो। यो नाम्लोलाई म यहाँ राख्छु, त पछाडि गएर तान्छ, त पनि पछाडि गएर तान्छ। यो यस्तो हुन्छ होइन, यस्तो हुन्छ, त पनि तान्न, के यहीँ गरेर बसिरहेको। म चाहिँ यसरी चाहिँ 60 डिग्रीको कोणमा चाहिँ प्रस्तुत भएर त्यहाँको जजहरू, त्यहाँको दर्शकहरूको मन जितेर म चाहिँ त्यो कार्यक्रममा 1 नम्बरमा आउन चाहन्छु। यसमा तिमीहरूको सहयोगको अपेक्षा गरेका छु मैले। त्यति त तपाईँको लागि गरिहाल्छौँ नि, होइन त केटा हो? गर्छौँ कहाँ गर्छौँ। मार्छप, हेलो मार्छप, मार्छप। ए मतलब के हो? भित्रै 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 सानो सल्लाह छ कि भित्रै। के सल्लाह लिएर आए? भित्रै गर्नुपर्ने के गर्नु? जानु पर्दैन के, यता आउनु न। ए माथि पर्दैन यहाँ के ल ल के त्यो अहिलेसम्म कार्यक्रमको लागि कति पैसा उठ्यो? ए पैसा पैसा त काजीबाले दिएको 20,000 यहीँ छ भाउ। यहाँ अब विज्ञापनको यता अलिअलि छ, माथि अलिअलि छ भन्दाखेरि 70,000 छ भाउ। टोटल 70,000 ठ्याक्कै हो? 70,000 ठ्याक्कै छ। ल सुन्नु न, यो पैसाले पछि नराम्रो पनि हुनसक्छ कि, त्यही भएर यो पैसा चाहिँ फ्याक्लाकै डाँडा फाँक गरिहालौँ क्या, आधा 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 त गरिहाल्ने। मलाई ल्याउनुहोस्। ल ल ल ल त्यसो भए यसो गरौँ, यहाँ 35 छ भाउ। ल यो समात यहाँ 35 छ, माथिको 35 मैले लिने। 35 छ? 35 छ भाउ, ठ्याक्कै 35 गर्नै पर्दैन गर्नै पर्दैन ल भयो नि त भयो। अनि अर्को कुरा सुन्नु न, अर्को फेरि गोप्य। फेरि के गोप्य हो? गोप्य चाहिँ खसाखुचु कहीँबाट चाहिँ निस्किन हुन्न है। के? हाम्रो दिदी छ नि प्याकुलिया, प्याकुली पनि गाउँछु भनिरहेको छ कि, उनलाई चाहिँ टप 10 मा ल्याएर फर्स्ट बनाउनु पर्छ है। पछि मैले अरू कुरो थाहा छैन। प्याकुलीले गाउने जान्दिन, कहाँ फर्स्ट बनाउनु भने? प्याकुलीले सालको पातर आउँछ बजाउनु जान्दिन, कहाँ अब फर्स्ट बनाएर हुन्छ? बजाउन जाने नजाने कुरो मतलबै भएन कि मार्छ। तपाईँ हामी हर्ताकर्ता भयो त 5 झिक त झिक्न झिक मैले भनेपछि मान्न 5 खोज छुट्या त। ल अब चाहिँ विचार गर्न सकिन्छ अब। त्यस्तो होइन मार्छ, कन्फर्म हुनुपर्छ कि कन्फर्म। अरू मान्छे कार्यक्रम स्थल आइसक्यो होला, हामी पनि छुट्टी जानुपर्छ। ल ल ल ल जे पनि गीत चाहिँ गाउनु पर्छ का? अरू सबैजना कार्यक्रम स्थल गइसक्यो होला नि, मलाई मात्रै ढिलो भयो। जित्नेको हाँस्यो, हार्नेको आँसुको बल, यो हो मेरी बासे सिङ्गिङ आइडल। हामी चाहिँ यतिखेर मेरी बासे सिङ्गिङ आइडलमा छौँ र हाम्रो कार्यक्रमलाई चाहिँ सौहार्दपूर्ण तरिकाले सम्पन्न गराउनको लागि विभिन्न सङ्घ संस्था त्यस्तै गरी व्यक्तिहरूबाट विभिन्न किसिमको चाहिँ हामीलाई चाहिँ विज्ञापन दिएर चाहिँ सहयोग गर्नुभएको छ, जसमा सबैभन्दा पहिलो विज्ञापन दाता हुनुहुन्छ
पालिस गर्न ब्रस चाहिएमा हामीलाई सम्झिनुहोस् वर्षौंदेखिको बुढो दारी। त्यस्तै गरी अर्को हुनुहुन्छ बाटो खन्नु परेमा आवश्यक परेमा डोजर भन्दा बलियो र भर पर्दो फतौरीलाई सम्झिनुहोस् फतौरीको दाँत। त्यस्तै गरी अर्को हुनुहुन्छ एक घन्टामा एउटा पाटो बारी खन्नु परेमा हामीलाई सम्झिनुहोस् भन्नुभएको छ उहाँ हुनुहुन्छ घिराउले भाइ। त्यस्तै गरी शुद्ध मिठो र स्वादिलो दुध चाहिएमा हामीलाई सम्झिनुहोस्। यो चाहिँ नि हाम्रो भैँसीको एउटा सानो विज्ञापन छ र हामीसँग चाहिँ नि प्रतियोगितामा गीत गाउनलाई चाहिँ नि हाम्रो चाहिँ प्रतियोगीहरू अत्यन्तै उत्साहित भएर बसिरहनु भएको छ। यता प्याकुलीजी हुनुहुन्छ त्यस्तै गरी दारीबा। म दारीबालाई सोध्न चाहन्छु कस्तो लागिरहेछ गीत गाउन आइरहनु भएको छ कस्तो लागिरहेछ हजुरलाई? मलाई त असाध्यै खुसी लागिरहेछ हेर्नुहोस् कि एकदम गौरव पनि लागिरहेछ। यो मेरो वर्षौँदेखिको यो गीत गाउने सपना आज पुरा हुँदैछ। ल हेर्नुहोस् त। म अर्को प्रतियोगीलाई सुन्न चाहन्छु कस्तो लागिरहेछ हजुरलाई? मलाई त झम्म लागिरहेछ का झम्म लागिरहेछ। सेल्वा कस्तो लागिरहेछ? बस ए बल्छी आजको यो बल्छी होइन बल्छी सर। ओ बल्छी सर यो कार्यक्रममा तिमीहरूले प्रथम पुरस्कार के राखेका छौ? अब यो हाम्रो आजको यो गायन प्रतियोगितामा प्रथम पुरस्कार चाहिँ बोको बोको, द्वितीय पुरस्कार बिरालु, त्यस्तै गरी तृतीय पुरस्कार चाहिँ कुखुराको भाले। होइन बल्छी यो उपहार त दसैँमा खोलाउने चिट्टा खोले जस्तो उपहार पो भयो त। हे तेरिका तिर नगर्नु यो नयाँ सिस्टम हो क्या नयाँ सिस्टम हो। तपाईँहरू एकदम रेडी हुनुहोस् म भित्र के रहेछ अवस्था बुझेर आइहाल्छु है त। सर हजुर रेडी हुनुहुन्छ? हामी रेडी छौँ हेर्नु मार्छ। रेडी काई छ? प्रतियोगीहरूलाई बोलाऊ बोलाऊ है। अब यस गायन प्रतियोगिताको चाहिँ नि पहिलो प्रतियोगी हुनुहुन्छ आफ्नो अत्यन्तै मिठो स्वरमा सुमधुर स्वरमा चाहिँ गीत गाउन आउँदै हुनुहुन्छ भटभटे महिला। नमस्कार। नमस्ते। ल भटभटेजी अब ढिला नगरिकन सुरु गर्नुहोस्। यता पनि समस्या उता पनि समस्या झन् उता समस्या झन् तल समस्या घरमा पनि समस्या गाउँमा पनि समस्या समाजमा पनि समस्या झन् ठुलो समस्या त देशैभरि समस्या। एकछिन भटभटेजी एकछिन। यो कविता प्रतियोगिता होइन क्या, यो त गायन प्रतियोगिता हो। कविता होइन के भटभटेजी, गीत गाउनुहोस् न, गीत मिठो गीत सुनाउनुहोस् त। गीत त आउँदैन त मलाई। अब गीत गाउन आउँदैन भने घरमा बसेर प्र्याक्टिस गर्नुहोस् अनि राम्रो गीत गाउन सक्ने भएर आउनुहोस् है त। ल अहिले जानुहोस्। जाने? ल जानुहोस्। हस् त नमस्कार। गाह्रो छ हौ मलाई। होइन कस्ता कस्ता मान्छे आउँछन्, गायन प्रतियोगिता भनेको छ गीतै गान आउँदैन। के भन्ने 2 नम्बर पालो परेको थियो र पर्खेर बसिरहे भित्र गएको भटभटे त यसोसम्म आउँदैन त। पिर्न गर्नुहोस् आइहाल्नुहुन्छ होइन आइहाल्नुहुन्छ गाउँदै हुनुहुन्छ होला। बरु तपाईँलाई कस्तो लागिरहेछ अब जाने यता आइसक्नु भयो। भटभटे सर हजुर कस्तो गाउनुभयो कस्तो लाग्यो भन्नुहोस् त तपाईँलाई भित्र? के कस्तो गाउनु के कस्तो लाग्नु, मैले त गीत गाएँ भने त कविता पो भन्ने छु। ल ठिक छ जे होस् आफ्नो प्रतिभा देखाएर आउनुभयो भन्नुहोस्। ल अबको दोस्रो हाम्रो चाहिँ नि प्रतियोगी हुनुहुन्छ हाम्रो मधु सरलाई चाहिँ नि हामी भित्र जान आग्रह गर्दछौँ। धन्यवाद। तिम्रो आउने तरिका एकदमै मिठो छ। अब बाहिर निक्लिएर यस्तै मिठो गीत गाउ त। बाहिर निक्ला। अलिकति एक्स्ट्रा दिउँ कि भनेर। ल बाहिर निक्लिएर गाउ। ल सुरु गरौँ। ल सिमसिमे पानीमा ज्यानले बेमन गर्छ कि जिन्दगानीमा। ल्याउनुहोस् त। अब चाहिँ नि हाम्रो भाइको चाहिँ नि प्रस्तुति कस्तो लाग्यो होला? अब मैले भन्नु पर्दाखेरि भाइको यो सिमसिमे पानी छ नि
यो सिमसिमे पानी भन्ने कुरो कस्तो हो भने यो बर्खे झरीमा सिमसिमे पानी हुँदैन कि अहिले त बर्खा लागिरहेछ नि अनि यो घाम यस्तो मजाले घाम लागेको बेलामा घामे पानी भनेमा मजा आउँथ्यो है अनि भाइको अर्को मिस्टेक चाहिँ के भयो भने यो सिमसिमे पानी चाहिँ डीबाट उठाउनु पर्छ के भाइ डीबाट उठाउनु पर्छ तिमीले सीबाट उठायो भाइ है त्यही भएर मेरो तर्फबाट सरी है भाइ है अनि हाम्रो म्याडमको चाहिँ अलिकति सुन्नु न कस्तो लाग्यो होला मलाई पनि त्यति तपाईँको गीत मजा लागेन मेरो तर्फबाट नै सरी उता काई सरलाई अब मैले भन्नु पर्दा पनि मलाई पनि मिठो लागेन है भाइ अर्कोचोटि प्रयास गर्ने है ल बाबु है ल त राम्रो प्रयास गर्नुहोस् है घरमा गएर अलिकति कस्तो खालका जज हुन् कस्तो खालका जज हुन् त्यत्रो राम्रो गीत गाउँदा पनि नछान्ने मलाई झन् चाहिँ पास हुन्छु राम्रो हुन्छ भनेर चाहिँ यत्रो यो अलग प्रतिभा देखाउला भनेर यो ट्याङ्की लिएर आएँ मैले ट्याङ्कीभित्र छिरेर गएर प्रतिभा देखाउँदाखेरि मलाई छानेनन् हत्तेरिका कस्तो मान्छे रहेछ जजलाई पो दोष दिन्छ गाठे आफूले राम्रो गीत गाउँदा जजलाई दोष दिन्छ तातो रिस नगरौँ बाबु अब जजको पनि अब आफ्नै दृष्टिकोण होला आफ्नै विचार होला यसपछि अर्को प्रतियोगी आउँदै हुनुहुन्छ उहाँ आफ्नो अत्यन्तै भरमार प्रस्तुति लिएर आउँदै हुनुहुन्छ दारी बुढा उहाँलाई जोरदार तालीले स्वागत गरौँ होइन दारी सर हजुर त यो भिरमौरी काट्न हिँडे जस्तो कमरा डोरी बाँधेर आउनु भएको छ यो कस्तो खालको गीत छ तपाईँसँग अब यसरी उभिएर त धेरैले गाए तर म चाहिँ यहाँ बेग्लै खालको प्रस्तुति यसरी 60 डिग्रीमा निहुरेर म आफ्नो गायन प्रस्तुति दिन चाहन्छु ल आफ्नो प्रस्तुति सुरु गर्नु सुरु गरौँ है अघि हजुरले एउटा मिठो शब्द सुरु गर्नु भएको थियो नि भिरमौरी यसैबाट सुरु गर्छु भिरमौरीलाई भिरकै पिर घर मौरीलाई घरकै पिर यो मौरीको मन चाहिँ बस्यो भन कोतिर सलाम भन कोतिर हेलो अब कोसिस चाहिँ राम्रै गरौँ भन्ने भएको हो तर अब के मिलेन कस्तो लाग्यो कुन्नी हजुरहरूलाई यस्तो वायत पनि हुन्छ हाम्रो चाहिँ कार्यक्रम अत्यन्तै सौहार्दपूर्ण तरिकाले चलिरहेको छ विभिन्न चाहिँ प्रतियोगीहरू जाँदै आफ्नो कला प्रस्तुत गर्दै आउनुहुन्छ त्यसै क्रममा अब चाहिँ नि जाँदै हुनुहुन्छ हाम्रो सापटे सर कस्तो लागिरहेछ भित्र गाउन जाँदै हुनुहुन्छ खुसी छु म त साह्रै खुसी छु का सायद एकदम राम्रो गाउँछु होला ल तपाईँलाई चाहिँ बेस्ट अफ लक भन्न चाहन्छु इङ्ग्लिस पनि अलिअलि बोल्छु म बेस्ट अफ लक राम्रोसँग गाउनु भयो हस् त धन्यवाद होइन अहिलेसम्म कतिजनाले गाए 3 जनाले गाउनु भयो होइन गाई साहब मेरो मनमा एउटा कुरो खड्कियो कि के मान्छ यो कार्यक्रम हेर्दाखेरि टिभीमा अलि रमाइलो गर्नको लागि अलि नयाँ चिज केही गर्नु पर्यो कि हामीले जजहरूले त्यसो यसो गरौँ नि त त्यो हामीले टेलिभिजन हेर्दाखेरि बाहिर देशको जजको प्रोग्राम हेर्छौँ नि तिनीहरूले त्यो देखावटी रूपमा भए पनि बाजा जस्तो गर्छन् हामी पनि त्यही गरौँ न कि हातपातै हालौँ कि होइन अब पहिला हातपातै छैन हालौँ होइन अलिकति देख्दा रमाइलोको लागि अलिक बाजा चाहिँ गरौँ ल है त अब त्यही ल नेक्स्ट नमस्ते सुरु गरौँ है त ल सुरु गरौँ हे सबै र बाख्रा उकाली लागे घोरले बाख्रो कहाँ गयो है झम्के बुलाकी घोरले बाख्रो खै भन है झम्के तपाईँले अलि माथिबाट गाउनुहोस् न है हे सबै र बाख्रा उकाली लागे घोरले बाख्रो कहाँ गयो है झम्के बुलाकी
घोरले बाख्रो कहाँ गयो है जम्के बुलाकी। होइन तपाईँले के गरे यो रेन्जको कुरा गरे के कुर्ची माथिबाट गाउने भने होइन गीतको माथिबाट गाउनुहोस् भने के रेन्जबाट तल जानुहोस्। अनि मलाई हजुरको यो गायनी पनि त्यति राम्रो लागेन है खासै मलाई त्यति चाहिँ चित्त बुझेन है मलाई। ए मार्छ भाइको गायनी चाहिँ एकदम राम्रो छ त किन राम्रो छैन भने कसरी राम्रो छ तपाईँले कसरी राम्रो छ भन्नुभयो उसको हेर्नुहोस् न पहिला गाउँदाखेरि नै कुर्ची माथि चढिसक्यो माथि चढेर गायनी तल बसेर गायनी गाएको चाहिँ एकदम मिठो छ। अनुशासन चाहिएन अनुशासन चाहियो नि गाउँदाखेरि। त्यसो भए तपाईँ डेस्क ल्याएर गाउनुहोस् कहिले डोजर ल्याएर गाउनुहोस् डोजर माथि प्लेटमा बसेर गाउनुहोस् के गरे यार तेरे मलाई खासै मन परेन। ए मार्छ किन मन परेन होइन राम्रो छैन त किन राम्रो छैन त्यति मिठो राम्रो छ भने हजुरले के भन्नुभयो कसरी जज गर्नुहुन्छ ए बाबा यति मिठो स्वरले गाइरहेछ कसरी मन परेन तिमीहरूलाई कसरी मन पर्छ होइन मिठो कसरी गायो भने किन गाएको छ यति भन्दा मिठो होइन तपाईले चाहिँ गीत संगीत अलिकति बुझेर आउनुहोस् के ए बाबा बुझ्नै पर्दैन मिठोलाई के कुरा गर्नुभयो तिमीले चाहिँ के कुरा मैले अलिकति ठेलाएको थिएँ तपाईँले मलाई किन मजाले ठेला मलाई किन हात हाले बुढा भएन भनिरहेको छु राम्रो गाएन भनिरहेको छु अलि कुर्सीले हानेर बुढालाई अहिले चाहिँ दिन्छु अनि खैसम्म त यहाँ साँच्चीकै झगडा गरेछ मैले त ख्यालको भने होइन ए अत नि अलिक कम झगडा गर्नुपर्ने म त अलिकति बढी आएछु के अरूले थाहा पाउला नि फेरि यहाँ मिलाऊ ए बाबु त क्यामेरामा मिलाऊ है यो अलि मिलाएर हाल है बस न झगडा अलि मिलाएर गर्ने भने साँच्चीकै झगडा गरेर लडाइँ दिएर गल्ती भयो गाइस ल ठिक छ आउनु म गाएर अनि के तपाईँ सेलेक्ट हुनुभयो जजहरूको डिस्कस परेर म त त्यत्तिकै आएका ए तिर्का त्यस्तो पो भयो ल भन्नुहोस् अब अलिअलि त डिस्कस परिहाल्छ नि जजहरू यसपछि अब अर्को चाहिँ प्रतियोगी जाँदै हुनुहुन्छ हाम्रो घिनौले भाइलाई चाहिँ अब गएर चाहिँ आफ्नो प्रस्तुति देखाइदिनु हुन अनुरोध गर्दछु। धन्यवाद खेलाची गर्ने भने त झन्डै मारेको थिएँ यार अब यस्तै भयो भने रमाइलो हुन्छ कि कास सब हेर्दाखेरि टिभीमा ल नेक्स्ट नमस्कार नमस्ते नमस्ते ल गाउन थालौँ मुटु जलिरहेछ यो मन बगिरहेछ तिम्रो याद आउँदा ए भाइ अलि मजाले डुबेर गाउनुहोस् न त्यति मजा आएन क्या डुबेर गाउनुहोस् न ए डुबेर गाउने मुटु जलिरहेछ यो मन गलिरहेछ अब हजुरहरूले डुबेर गाउँ भन्नुभयो अब पुरै डुब्ने भाडो त भेटेन त्यही पनि प्रयास गरिरहेको छु डुबेर गाइरहेको छु मन पर्यो मलाई मन पर्यो यति धेरै गहिराइमा डुबेर गाउने मान्छेलाई मैले ओके भनिनँ भने मलाई पाप लाग्छ मेरो तर्फबाट तिमी पक्का ल बधाई छ मलाई पनि अति नै मन पर्यो मेरो तर्फबाट नि ओके छ मलाई चाहिँ खासै होइन असाध्यै मन पर्यो ल ल भाइ तिमी सेलेक्ट भयो ल यता आऊ तिमीलाई सर्टिफिकेट ल मैले जिते म पहिलो सिलेक्ट भएँ म पहिलो सिलेक्ट ओ घिनौले ल बधाई छ है त बधाई छ ल धन्यवाद ल उता गएर बस्नुहोस् सबै चिसै भएर आउनु भएछ त अब यसपछि चाहिँ नि मेरो आफ्नै सबैजना दिदी पेकुलीलाई चाहिँ आफ्नो प्रस्तुति देखाउनलाई चाहिँ म स्टेजतिर चाहिँ नि उता जान आग्रह गर्दछु ल दिदी ल र बेस्ट अफ लक पनि भनेन है बेस्ट अफ लक ल राम्रो थ्यांक यू ल नमस्ते नमस्ते ल सुरु गरौँ उकाली ओरालीहरू उकाली ओरालीहरू भएन मरिगए भएन अर्को गाउनुहोस् त अर्को आउँछ ए गाउँ आइतबार बिहान आमासँग उठेमा आइतबार बिहान आमासँग उठेमा हात मुख धोएर पढ्न बसे म
बच्चाले क्लासमा गाउने कविता गाएर पनि होला त मेरो तर्फबाट चाहिँ सरी है नानी मेरो तर्फबाट नै सरी प्याकुल नानी यस्तो गाह्रो चाहिँ हुँदैन अब मैले कोसिस चाहिँ गरेको हो अब यसपालिलाई चाहिँ सरी भन्नुपर्छ ल जाऊ अलि राम्रो गाउने कोसिस गर्नुपर्छ है अर्कोचोटि भयो भने ल जाऊ 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 दिदी के भो के हुनु नि मलाई त छान्दै छानेन झन् त्यो मास्टरले त कति थोक भनेर गाली गरेर पठायो त्यो मास्टरले राजु मास्टरले मैले जाने छु तिनलाई मैले जाने छु पहा ओ माई गॉड ठुलै बवाल हुन्छ कि क्या हेलो मार्सा के हो तपाईँको बारा के हो मलाई चित्त बुझेन है मार्सा हाम्रो दिदीलाई त तिमीले त फाल्दैछौ त अब तेरो दिदीलाई गीतै गाउन आउँदैन त हामीले कसरी अगाडि लैजाने कसरी सिलेक्ट गर्ने तेरो दिदीलाई बरु यो गाउन भन्दा पनि बाख्रा सारे चराउन पठाइदे गाउन जान्दैन भनेर हुन्छ अघि नै दिदीलाई चाहिँ जिताउने भनेर त्यत्रो विधि पैसा ल्याएन मैले मात्रै खाएको पैसा तैँले पनि त का हिसाबले म जजमा बस्छु म अलिअलि पैसा हाल्छु भन्दाखेरि दिएको 20,000 तैँले पनि लय होइन लहेर मलाई पनि डुबाएरै छाड्ने भए डाकाहरूले तिमीले 35,000 रुपियाँ पहिला लिएर पछि फेरि दिदीलाई जिताउन 5,000 रुपियाँ ल्याऊ कि होइन मैले मात्रै ल्याएको छु पैसा ल्या हो त तर तिमीले ल्याऊ त धेरै चुप लागौ ए मैले त तपाईहरुले राम्रो कार्यक्रम गर्न लाग्नुभयो कला र संस्कृतिको संरक्षण गर्न लाग्नुभयो लुकेर बसेका प्रतिभाहरूलाई प्रस्फुटन गर्न लाग्नुभयो भनेर मात्रै म सहभागी भएको तपाईहरुले त 10 जनासित पैसा लिने अनि थाहै नपाइकन बाँडफाँड गर्ने अहिले झगडा गर्ने लाग्नु भयो त तपाईहरु अरु कुरो थाहा छैन यहाँ अहिले पैसा निकाल्नु अहिले यहाँ हिसाब देखाउनुस् हो के साथी हो जे गरे नि सुख छैन ए मेरी बासै ए मेरी बासै